पंगा कसरी लियो भने मसँग मार्यो मार्यो मेरो हात भाँच्दियो भाइले मेरो वेलकम टु द होम सिरिज गाइस आजको नयाँ हाम्रो घरमा एकजना लेबर थपिनु भएको छ मम्मी हाम्रो घरमा 4 जना दाइहरूले काम गरिरहनु भएको थियो ठेकदार दाजु आएर 2 जना लिएर जानुभयो अहिले कल गरेर आधा घण्टामा काम सकेर आइज भन्नुभएको छ बिचारा मम्मी चाहिँ इटा निकाल्न हेल्प गरिदिनु भएको छ तर दिन न गरे मान्छे हो क्या बेजत गर्नु पनि गरे मान्छे हो भनिदिएँ मैले यहाँ बिचारा कति भयो यति हो क्षमता यति हो क्षमता यहाँ यति काम भइरहेछ यसको माथि अझै 2टा सल हाल्नु छ अनि यो पुरै राउन्डमा अझै 2टा थप्नु पर्ने हुन्छ यति काम आधा घण्टामा भ्याएर आइज अरे ठेकदार दाजुले सो आम गर्न गिभ यु अ क्विक टुर द्याट अहिले चाहिँ दाइहरू 2 जना बाँकी हुनुभएको थियो त्यो 2टै दाइहरू घर जानुभयो बिकज लाइक काम अहिलेको लागि चाहिँ काम रोकियो भन्दा पनि सकियो अनि दिस खाल्डो देखिरहनु भएको छ नि यसरी यो सब यसरी यो भयो अनि यहाँ सब यो माटोहरू सब सिधा हुन्छ अनि दोजु डन्ट यस्तो यो बनाइसकेकोमा चाहिँ सुकेपछि पानी हाल्नुपर्छ भिजाइराख्नुपर्छ सो आम गर्न डु द्याट यिनीहरूमा चाहिँ गर्दिनँ अरे कज माथि अझै 2टा लेयर थप्नु भएको छ रिसेन्टली गरेको त्यही भएर आई विल नट डु त्यसमा चाहिँ यिनीहरूमा चाहिँ गर्छु सो बेसिकली यो दिन चाहिँ जेसिबी आएर चाहिँ घरभित्र चाहिँ चोक्कर मतलब गिटी बालुवाको चोक्कर चाहिँ हाल्ने दिन थियो त्यही भएर प्रोपर बाटो थिएन र पहिला आफ्नो बाटो बनायो युजुअली जसरी बनाउँछ अनि आएर चाहिँ चोक्कर बालुवा त्यहाँभित्र खनायो त्यो 2 दिन चाहिँ जेसिबीले चोक्कर बालुवा हाल्नको लागि मात्र लियो त्यो दिनमा चाहिँ सो यति नै काम थियो त्यो दिनको चाहिँ गाइस अहिले चाहिँ आधा भरियो यतापट्टि बाँकी छ अब अहिले 4-5 टिप्पर हाल्यो अझै 4-5 टिप्पर लाग्छ होला सायद भइँदैछ जेसिबीले पुर्दैछ टिप्पर आएर खनाउँदैछ सो यो चाहिँ बिम बनाउनको लागि चाहिँ बिचमा खाल्टो खन्नु भएको थियो अनि त्यो चोक्कर बालुवा दबाउनको लागि चाहिँ बाबाले त्यहाँ पानी पनि हालिदिइरहनु भएको छ काम त धेरै भइसक्यो हो हामीलाई चाहिँ धेरै भयो जस्तो लाग्छ तपाईँहरूले हेर्दाखेरि चाहिँ काम धेरै भयो जस्तो चाहिँ फिल हुँदैन बिकज लाइक बेसै रेडी भइसक्यो होइन हामीलाई दिनकै त देखिरहेको हुन्छ नि त त्यही भएर अब फिल लाइक काम चाहिँ धेरै भयो राम गर्न गिभ लाइक एक राउन्ड भनिदिन्छु म के भयो होइन सो द न्यू थिङ इज लास्ट टाइम मैले भिडियोमा देखाउँदाखेरि यो बाहिरको मात्र थियो नि होइन यसमा गिट्टी बालु हालेर पानीले भिजाएर 3-4 दिन मजाले भिजाएर यहाँ खाल्टो खन्नुभयो यस्तो एरियामा बिचमा सबै ठाउँमा त्यहाँ साइडमा चाहिँ पर्दैन यहाँ साइड बिचमा खाल्टो खन्नुभयो त्यो बसी खाल्टो खनेर यो फेरि लाग्यो गिट के अरे यो इँटा लाग्यो अनि त्यसपछि रड बिछाउँदैछ यसरी वहाँनिर चाहिँ गरिदिनु भयो रडको अनि त्यो पछि चाहिँ यहाँ यसमा ढलान हुन्छ कि यो चिजमा चाहिँ यो रडमा मात्र ढलान हुन्छ अनि त्यो पछि उता त्यो पनि आइसकेछ ढलान हुनलाई अनि आई थिङ्क आम गोना अपलोड दिस यो भ्लग चाहिँ आई थिङ्क आई विल अपलोड कि यो डिभिसी लाइक बेस पुरै तयार भइसकेपछि आम गोना अपलोड गाइज अहिले चाहिँ यहाँ काटी टिपिरहेको यहाँ मुनि काटी यस्तो यो छ नि त फ्रेम लगाइराख्नु भएको कि त्यहाँनिर अनि यहाँ काटी फालिदिनु भएछ स्कुलको एरिया हो नि त अनि बच्चाहरूलाई कोप्यो भने त पछि चाहिँ आउँछ सम्हालिदिनु पऱ्यो नि त अनि मम्मी र म भएर गरेको उठाइरहेको छु म यहाँ अहिले ब्याकग्राउन्डमा गीत बजेको चाहिँ अगाडि बिहा छ त्यही बज्दैछ मम्मी पनि उठाइरहनु भएको उठाउन इन्ट्रेस्टेड आउनुहुन्छ भने आउनुहोस् हाम्रो घर Musik. Oi. Musik kah bosnya lagi? Musik doang.
काम दिस इज द सेकेन्ड डे ढलानको अझै सक्दैन काम गर्नु भयो गाइज लेट मी सो यु समथिङ है इफ यु नो यु नो हाम्रो घर ब्लू ड्रम आइसक्यो अब पङ्गा कसरी लियो भने मसँग यहाँ बिताउन सक्छ मान्छे त्यो पछि जस्ट किडिङ ब्लू ड्रम आयो ब्लू ड्रम खाली छ यो केही पनि छैन यो भित्र रहेछ पानी यो अहिले चाहिँ के भयो भन्दाखेरि हाम्रो यो बेस अलमोस्ट होइन आई थिङ्क सबै रेडी भइसक्यो बेस चाहिँ पुरै तयार भइसक्यो कसरी भन्दाखेरि यहाँ चाहिँ दाइहरूको कपडा सुकाउँदैछ अनि यो बिम भन्दो रहेछ के भन्दो रहेछ आई डोन्ट नो यो सब यसरी सर्लक्कै रेडी भयो पुरै यसरी बनिसक्यो फ्रेम अब थाहा पाइसक्यो कि कता कता के हुन्छ भनेर अलिकति हामीलाई चाहिँ आइडिया भइसक्यो अब चाहिँ पुरै अनि यहाँ चाहिँ यो प्लास्टर देखेको चाहिँ यहाँ चाहिँ मसला बनाउनलाई प्लास्टर गर्नुभएको हिजोको भिडियोमा देखाएको थिएँ मैले अनि अहिले चाहिँ यति नै भइसक्यो अब आई थिङ्क भोलि चाहिँ यो उठ्छ पिल्लर उठ्छ त्यसपछि ढलान हुन्छ हाम्रो सुरुमा चाहिँ त्यहाँ सब पिल्लरको फ्रेम चाहिँ ढलान हुन्छ अनि बल्ल ढलान भएपछि चाहिँ बल्ल के अरे पर्खाल उठ्छ हाम्रो चाहिँ अनि उतापट्टि अगाडि चाहिँ काठको काम पनि सुरु भइहाल्छ चौकोसहरू बनाउनलाई अनि यस काठको काम पनि देखाउँछु म यहाँ चाहिँ काठको काम हुँदैछ के हो हजुर काठको काम हुँदैछ काठको ढोकाहरू झ्यालहरू बन्दैछ यहाँ पिल्लर चाहिँ सबै बनि भइसक्यो पिल्लर सब बनि भइसक्यो यतापट्टि अनि अहिले चाहिँ पानी स्टिल हाल्नु पऱ्यो किनकि यो दबाउनु पऱ्यो हाम्रो सुरुमा ढलान हुने भएको भएर यो जति सक्छ त्यति तल दाब्नु पर्ने हुन्छ कि यो गिटी बालुवा चाहिँ धर 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 सो यहाँ चाहिँ जे खन्दैछ नि त्यहाँनिर चाहिँ पहिला गाईको गोठ थियो हजुरहरूले देख्नुभयो माथि छत लिएर गयो मुथा त्यहाँनिर चाहिँ हाम्रो सेफ्टी ट्याङ्की बन्छ त्यसैले त्यहाँ खन्दैछ गाइज हाम्रो गाईको घरै चेन्ज भयो हाम्रो कता थियो अर्को ठाउँमा अहिले यहाँ ल्याएर सर गाई यहीँ छ यो पोल गाड्यो यहाँ चाहिँ सब मिलेर पोल गाड्यो म अब यतिमा यस्तो खालको बनाउने गाई हाम्रो यहीँ बस्छ हाम्रो यहीँ बस्छ गाई होइन यसको त ब्याङ्क्स रहेछ यो गाईको त ब्याङ्क्स रहेछ गाई ब्याङ्क हाम्रो पनि छ मार्यो मार्यो मेरो हात भाँच्दियो भाइले मेरो हात भाँच्दियो ओ सबैले गर्नु गरिस् कुहिनमा लाग्यो कस्तो नराम्रोसँग यो दादागिरी बनेको भोलि थला पर्छ अब बा के उ भन्न सफल महेन्द्र बाहुबली हाम्रो मुसे उहाँ गएर चल्ला हेर्दै बस्यो न्यू अपडेट हाम्रो गएर चल्ला हाल्यो फेरि म मुसेलाई हेर्ने दिस इज यर होम नगराउ तिम्रो घरै यही हो करार हुन्छ कि क्या हो यो मुडो चाहिँ यो खाल्टोमा हाल्ने बुझ्यौ त चाहिँ नापो हुँदैछ लै भरी लै लै भरी लै 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 ओइ आम फाले यो त यहाँ नौका मार्यो बिहान निकालेर राखेको टिन यहाँ छानो नै सर्लकै यो ल र टक्कलाई अघि उठ्यो उठ्यो छ त
बाबाले नापेर उहाँसम्म पुर्याउनु पर्ने थियो पछाडि कता भन्दाखेरि ए यो काबत त्यहाँ जोड्नु पर्ने हो बा यत्रो खाली भयो आइएम सरी फर द ब्याकग्राउन्ड नोइज चाहिँ हाम्रो त्यो कन्स्ट्रक्सन चल्दैछ यो चाहिँ जाडो हुन्छ भनेर तिरपाल ओछ्याइदिनुहुन्छ मम्मीले भित्र चाहिँ यहाँ चाहिँ कुडो पकाउने ठाउँ बनाउनु भयो यहाँनिर चाहिँ गाई बान्ने पछाडि त अभियसली भइहाल्यो यहाँ चाहिँ पराल चढा दिनुहुन्छ यतिको छ अहिलेलाई काम चलो गाई चाहिँ त्यहाँ छ म चाहिँ यहाँ छ से हाई 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 हेलो पप 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 यो भिडियोलाई चाहिँ यति नै अनि अर्को भिडियोमा चाहिँ आई विल लाइक गिभ यु गाइज मोर अपडेट अनि यु गाइज लाइक पनि गरिदिनुहोस् सब्सक्राइब पनि गरिदिनुहोस् एन्ड आम गोना सी यु इन नेक्स्ट भिडियो बाई